हुन्छ। आज हामी इजरायल गाउँ कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त भट्टसँग हामी विशेष कुराकानी गर्न गएका छौँ। आज हामी उहाँकै कार्यकक्षमा पुगेरै यो कुराकानी गर्न लागिरहेका छौँ। सर्वप्रथम त हाकिम साहब, यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। आरामै हुनुहुन्छ नि है? एकदम। मैले सुरुवात गरेँ हाकिम साहब तपाईँसँग, र अहिले इजरायल गाउँपालिकामा कसरी काम गरिरहनु भएको छ, यहाँको कामको अवस्था के छ, कर्मचारीको अवस्था के छ भनेर जानकारी गराइदिनुहोस् न। अब जोराइल गाउँपालिकामा विगत लगभग 3 वर्षभन्दा बढी अवधिदेखि यहाँ कार्यरत रहेको अवस्था हो अहिले। र सेवा प्रवाहको कुरामा अब कुनै पनि हामीले जनतालाई दुःख नपाउन् भन्ने उद्देश्यले हामीले उहाँलाई तदारुकताका साथ उत्कृष्ट ढङ्गले सेवा प्रवाह गरेको मैले महसुस गरेको छु। किनभने मैले आफैले पनि प्रायः सेवाग्राही आउँदाखेरि मेरो कार्यक्षेत्रमा मेरो काम विषयले आउँदाखेरि मैले उहाँहरूलाई आफैले सोध्ने गरेको छु, केही दुःख पाउनुभयो अथवा कुनै गुनासो छ कसैप्रति यताउति छ भने उहाँले आफैले पनि सोध्ने गरेको छु। उहाँबाट एकदम उत्कृष्ट ढङ्गको जवाब आउँछ, त्यस्तो केही छैन, राम्रो काम भएको छ भन्ने उहाँबाट पनि जवाब आउँदाखेरि पनि म एकदम यसमा एकदम सहमत छु कि एकदम राम्रो काम भएको छ भनेर मलाई आफै एकदम विश्वासमा छु। अनि दोस्रो कुरो, हामीले उहाँको सजिलोको लागि अब यहाँ भन्न नसके पनि उहाँलाई हामीले एउटा पुस्तिका राखिदिएका छौँ। त्यहाँ सेवा प्रवाह मापन, गुणस्तर मापन पुस्तिका भनेर राखिदिएका छौँ हामीले। त्यसमा पनि आफ्नो उहाँले गुनासो राख्न सक्नुहुन्छ। त्यसमा पनि मैले कुन कर्मचारीले कहाँ दुःख दियो, के गर्यो, मैले यो सम्बन्धी दुःख पाएँ यसमा भनेर उनीहरूले त्यहाँ लेख्ने गरेका छैन। त्यसलाई पनि हामीले पटक पटक स्टाफ बैठकमा लगेर हामीले छलफल गर्ने गरेका छौँ र हामीले मैले निर्देशन पनि दिने गरेका छु। यसो गुनासो आएको छ, तपाईँ यसमा सचेत रहनु होला भने मैले कर्मचारीले पनि मैले पटक पटक यसरी निर्देशन पनि। अब त्यस्तो धेरै गुनासो छैन, काहीँ कतै कुनै बेला कर्मचारी अनुपस्थित केही कारणले हुनसक्छ, काजमा गएको अथवा बिदामा बसेको अवधिमा काम नहुँदाखेरि काहीँ धेरै गुनासो आउन सक्छ। त्यो अवस्थामा अब त्यो कर्मचारीले पाउने सुविधा हो, तर पनि त्यस्तो अवस्थामा पनि सचेत रहनु होला, अर्कोलाई जिम्मेवार दिएर जानु होला भनेर मैले निर्देशन दिने गरेको छु। त्यसको साथ सूचना पार्टी छ हामीले यसको लागि हामीले गुनासो र उजुरी पुस्तिका के अरे तलब पनि राखेका छौँ, के अरे पेटिका पनि राखेका छौँ बाहिरपट्टि। कसैको उजुरी आयो, त्यसमा के आयो भने हामीले प्रत्येक महिना यसको संयोजक उपाध्यक्ष म्याडम हुनुहुन्छ र हामी सदस्य पनि छौँ। सदस्य सबै बसेर कुन कुन खालको गुनासो आयो त्यसलाई पनि हामी बसेर छलफलद्वारा सम्बोधन गर्ने हामीले गरिएको छ। र स्टाफ बैठकमा पनि गरेका काहीँनिर कामहरूको पनि समीक्षा हामी गर्छौँ, प्रत्येक महिना चाहिँ समीक्षा गर्छौँ। यसको साथसाथै हामीले अब यो जनतालाई सूचित गराउने उद्देश्यले प्रत्येक 3 महिनामा सार्वजनिक सुनवाई गर्ने गरेका थियौँ। यसपालि अलिकति सार्वजनिक सुनवाईमा अलिकति ढिलाइ भएको र अनि त्यो यो वर्षको चाहिँ अब साउन महिनामा हामी गर्छौँ। र प्रत्येक वर्ष सामाजिक परीक्षणका कार्यहरू हुन्छ। यसलाई किनभने गरेका प्रत्येक वर्ष हामीले गरेका कामहरू उहाँलाई हामीले जानकारी गराउने र उहाँबाट आएका गुनासोहरू सुन्ने र सम्बोधन गराउने उद्देश्यले हामीले त्यो पनि एकदम के अरे नियमित प्रक्रियाद्वारा गर्ने गरेका छौँ। हिसाब तपाईँको यो आर्थिक वर्षको बजेट कति हो? गत आर्थिक वर्षको हाम्रो 54 करोड थियो, जसमध्ये अहिले अब काम पुरै भुक्तानी भएको अवस्था छैन। कामहरू अझै पनि भुक्तानी हुन 1-2 दिन अझ बाँकी छ र भुक्तानी भइरहेको छ। लगभग धेरै कामहरू योजनाहरू हाम्रो सम्पन्न भइसकेको अवस्था छ। यसमा अब लेखाबाट पुरा डाटा अब केही दिनमा आउँछ। यसको कति प्रतिशत खर्च भयो भन्ने कुराहरू लेखाबाट आउने हुनाले त्यति अहिले पूरा डिटेल जानकारी आएको छैन। अनि योजना कार्यक्रमहरू हामीले समयमै सम्पन्न गरेका छौँ, यसमा कुनै ढिलाइ चाहिँ भएको छैन। त्यसको साथसाथै हजुरलाई एउटा जानकारी गरौँ, म प्रशासनिक सुधारमा म यता हाजिर भइसकेदेखि पछिल्लो 3 वर्षको हाम्रो कार्य सम्पादन मूल्याङ्कन एकदम डोटी जिल्लामै उत्कृष्ट अवस्थामा आएको छ। हामीले यसको मूल्याङ्कन चाहिँ हामीले गर्दैन, केन्द्रबाट गर्ने मूल्याङ्कन हो। हाम्रो काम गरेको कागजात डकुमेन्ट हामीले गरेका कामहरूको आधारमा केन्द्रले यसको मूल्याङ्कन गर्छ। यसमा चाहिँ हामी डोटी जिल्लामै प्रथम र सुदूरपश्चिममै हामी तेस्रो स्थानमा आएका छौँ। यो हाम्रो जोराइलको एउटा महत्त्वपूर्ण एकदम खुसीको पाटो हो। अनि त्यसको साथसाथै स्वास्थ्यसँग पनि हाम्रो एकदम राम्रो छ। स्वास्थ्यमा पनि हाम्रो सुदूरपश्चिममै टप र डोटीमा प्रथम छ हाम्रो स्वास्थ्य क्षेत्रमा पनि। र अर्को हेरिदियो भने शिक्षा पनि यसपालि हाम्रो डोटी जिल्लामै उत्कृष्ट हाम्रो के अरे शैक्षिक के अरे रिजल्ट एसईको रिजल्ट सबभन्दा राम्रो आएको छ। त्यस्तै बेरोजगारका कुराहरू छन्। बेरोजगारका कुराहरूमा पनि भन्ने भने अब
विगतमा अलि बेरोजु फर्सट अलिकति रोकिएको अवस्था थियो। म आउनुभन्दा अगाडि म आएदेखि बेरोजु मैले गत वर्ष मात्रै 10 करोडभन्दा बढी बेरोजु मैले गत 1 वर्षमै हामीले सम्प्रेषण गरेका छौँ। अब धेरै बेरोजु थियो, 17, 18, 20 करोड बेरोजु, त्यसलाई घटाएर अहिले हामीले 8 करोडमा झारेका छौँ। यो वर्ष थपिएर त्यति भएको छ। अब अझै पनि हामी घटाउने प्रयासमा छौँ। बेरोजुको लागि हामीले एउटा कार्यदल नै गठन गरेका छौँ, कर्मचारी सम्मिलित। त्यो कार्यदलले सधैँ काम गरिरहेको छ। यो चालु योजनाको भौतिक प्रगति कति छ के छ हजुर? चालु अहिले मैले भनिहालेँ, अहिले चालु भौतिक अवस्था अहिलेको यो वर्षको सकिन लागेको आर्थिक वर्षको टोटल अवस्था चाहिँ अब आउँछ। अनि लगभग हामीले अहिले लगभग सकिने अवस्थाका छन् योजनाहरू, जति पनि सकिने अवस्थाका छन्। र यसको अब लास्ट भौतिक प्रगति चाहिँ 25 गते पछि जानकारी हुन्छ। प्रतिशतमा हेर्ने हो भने मैले त्यसलाई तोकेँ जस्तो तपाईँहरूको यो तोकिएको समय अवधि भित्र योजना सम्पन्न नभयो भने त्यसलाई समाधान कसरी गर्नु? त्यसलाई के छ? योजना त प्रायः हामीले सक्ने उद्देश्यले नै अगाडि बढेका हुन्छौँ। यदि सम्पन्न कुनै कारणले अब मैले यो कुरा हाइसवाला किन भने यो तपाईँको गाउँपालिकाको बजेटको त सम्पन्न होला, तपाईँहरूलाई एउटा के छ भने अर्को यो प्रदेश र सङ्घको बजेट पनि तपाईँहरूसँग आउने योजनाहरू छ नि, तिनी तपाईँहरू नै हेर्नुपर्ने, फेरि तपाईँहरू नै सिफारिस गर्नुपर्ने। तपाईँहरूलाई थाहा चाहिँ जानकारी हुँदैन कहाँ के छ भन्ने कुरा, तर तपाईँहरू सिफारिस दिएर जानकारी हुन्छ। तिनी योजनाको बारेमा कस्तो छ त्यो हजुरले केही गर्नु भएको छ? हाम्रो आफ्नो बजेटहरूको सिलसिलामा गाउँ सभाले पारित गरेका योजना कार्यक्रमहरू र प्रदेश र मन्त्रालय के अरे सङ्घबाट प्राप्त हुने अनुदानका योजना चाहिँ हामीले हेर्ने गरेका छौँ। त्यो योजनाहरू हामीले पुरा जिम्मेवारी साथ समयमै गर्ने गरेका छौँ। त्योभन्दा बाहेक जो प्रदेशबाट आउने हुनु, अब सङ्घबाट त आउने त हामीले अब गर्दै गरेर आउँछन् कार्यान्वयन गर्ने गरेर। प्रदेशले गर्ने अनि विषयगत कार्यालय मार्फत हुने योजनाहरूको विषयमा हामी अलिकति हाम्रो अनभिज्ञता रहन्छ, किनभने उहाँहरूले आफ्नो ढङ्गले गर्नुहुन्छ। त्यो कार्यालयले गाउँपालिकालाई त्यति जानकारी दिएको हुँदैन। अब कुनै बेला सिफारिसका कुराहरू पनि अब मैले त त्यति अब कुनै बेला कृषि क्षेत्रका अर्का क्षेत्रका तिनीहरूलाई सिफारिसको लागि भनेर आउँछन्। त्यो लास्टमा हामीले सिफारिस गर्नुपर्ने भनेर आउँछन्। त्यो योजना पनि विशेषतः हामीलाई पूर्ण जानकारी चाहिँ हुँदैन। यो प्रदेशको कमजोरी भन्नुपर्छ अथवा समन्वयको अभाव भन्नुपर्छ, उहाँले समन्वय नगरेर हुनसक्छ। तर प्रायः हामी कहाँ त्यस्तो धेरै जानकारी। कर्मचारीको हाजिरी र कामको अनुगमन कसरी हुन्छ सर? कर्मचारीको अहिले हाजिरीको विषय त अहिले हामीले सबै ठाउँमा हाजिरी जनाउँछ। कार्यालयमा अनि स्वास्थ्य संस्थामा पढामा हाम्रो हाजिरी छ। हामीले 10, 9, 15 भनौँ, अहिलेको समयमा 9, 15 भित्र बिहान हाजिरी भइसक्नु उसै 9 बजी नै हो। तर 9, 15 बजी हाजिरी नलाग्ने त्यहाँ सिस्टम छ। त्यो दिन गैले मानिन्छ। अब त्यो नआउँदासम्म हामी तलबै निकाल्दैनौँ। अहिले त्यहाँको हाजिरी आइसके बल्ल हामी तलब निकाल्छौँ। यस्तो हाजिरको विषय एकदम टाइटली छ अहिले पछिल्लो चरणमा। अनि कर्मचारीको हाजिरीमा कुनै त्यसमा गाह्रो अप्ठ्यारो भन्ने केही छैन। उहाँहरूले एकदम आफ्नो नियमित रूपमा काम गरिरहनु भएको छ। आफ्नो विधामा काजमा जाँदाखेरि त्यो आफ्नो प्रक्रियाअनुसार जानुहुन्छ। गाउँ सभाले बनाएको जुन कार्यान्वयनको पक्ष हुन्छ नि सर, त्यसको अवस्था के छ यहाँ यो जोराली गाउँपालिका? गाउँ सभाले जति पनि कानुन बनाउनु भएको छ त्यो क्रमशः हामीले पालना भइरहेको छ। काम पर्दाखेरि बढेगा धेरै त्यति उ नभए पनि काम पर्दाखेरि त्यसको हामीले त्यसको के अरे प्रयोग भइरहेको छ। अब जुन बेला जति बेला काम पर्छ हामीले पालना गरेका पास गरेका कानुनहरू त्यही बेला प्रयोगको रूपमा आउँछन्। अब अरू भइरहेका छन् भन्नु पऱ्यो। जति पनि कानुन बनाएको छ प्रयोगमा आइरहेका अवस्था छ। सो गाउँसभाले गरेको निर्णय त्यसका बारेमा जानकारी दिने माध्यम तपाईँहरूको वेबसाइट अथवा सूचना पार्टीमा टास्ने बाहिर केही गर्नुभएको त्यस्तो पनि छ? प्रायः जसो हामीले गरेका जति पनि निर्णयहरू गरेका छौँ यताउति गाउँसभाबाट, जस्तै बजेट पासका कुराहरू, नीति थाहा कार्यक्रमका कुराहरू, अन्य कुरा सूचनाहरू, जब सम्पूर्ण सूचनाहरू अहिले हाम्रो सूचना प्रविधि शाखा मार्फत हाम्रो वेबसाइटमा प्रसारण हुन्छ। जम्मै सबै सूचना प्रकाशित भएका हुन्छ। त्योभन्दा बाहेक हामीले यहाँ बाहिर सूचना पार्टी पनि छ। सूचना पार्टीमा अहिले हेर्ने चलन छैन, तर गाउँपालिकाको एउटा पेज छ हाम्रो फेसबुक पेज पनि हाल्ने गरेका छौँ। सूचनाको हकको हिसाबले हामीले कुनै पनि हाम्रो कन्जुसै छैन। एकदम